आज टोमासो माझुबेस्की बसेको पनि 2 वर्ष भएछ। थाहै नपाई 2 वर्षको समय पनि बित्यो। आज म बहिनीहरूसँग यो बाटो सायदै अब अन्तिम हुन्छ होला, फेरि हिँड्न पाउने अवस्था जुर्ला नजर्ला। कामको सिलसिलामा आजबाट म यो ठाउँ छोडेर अन्यत्रै जाँदैछु। 2 वर्षसम्म दिनराति बाटोहरूमा हिँडिरहँदा यहाँ रहेका अनेक चिजहरूसँग अब दिदीको आज लास्ट एक प्रकारको यो बाटो सम्बन्ध जोडिएको थियो। हामीलाई छोडेर जाँदै हुनुहुन्छ। म जाँदैछु। आज मन खिन्न छ, तैपनि अब जीवन एउटा यात्रा हो, जानै पर्ने रहेछ। तर धेरै मिस गर्नेछु मेरो बहिनीहरूलाई। मेरो फोन आयो। म चाहिँ आज जाँदैछु यो ठाउँ छोडेर। जिन्दोब्रे भाइ भेटिरहेको छु मैले, मनिष भाइ। आज व्हाइट हाउस जहाँ म बस्थेँ, मेरो होस्टल, यहाँ 2 वर्ष मेरा नेपाली भाइ बहिनीहरूसँग म बसेँ। मेरा भाइ बहिनीहरूले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो, अत्यन्तै मलाई सम्मान गर्नुहुन्छ। उहाँहरूले सबै भाइ बहिनीहरू आज उहाँहरू पनि एकदमै निराश हुनुहुन्छ। म यहाँबाट जाँदै गर्दा बाई बाई व्हाइट हाउसलाई पनि बाई बाई गरेर हिँड्ने। हामी चाहिँ टोमासो छोडेर लाइन लागिरहेको छौँ जानलाई। बाई बाई टोमासो। मेरो भाइ बहिनीहरू सबैले मलाई हेल्प गर्दै हुनुहुन्छ। मेरो लाप्पा भाइ। हामी जाँदैछौँ चाहिँ यहाँबाट टोमासोबाट अर्कै सिटी जाँदैछौँ ट्रेन पक्रिनको लागि। मेरो भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद, मलाई पुर्याउन हिँड्नु भएको छ। धेरै मिस गर्नेछु। ला मेरो त भिडियो पो रहेछ त नि। हामी चाहिँ ट्रेनको पर्खाइमा छौँ। मेरो भाइ बहिनीहरू यहाँ मलाई पुर्याउनु आउनु भएको छ। हामी यहाँ 4 जना जाँदैछौँ यहाँबाट। ए मेरो भाइ चाहिँ मनाङ भाइ चाहिँ मलाई वहीसँग पुर्याउन जाँदै हुनुहुन्छ। लाक्पाले सुनेको छैन होइन? लाक्पा पर छ। यहाँको अवस्था ट्रेन आउँदैछ। ट्रेन आयो। ट्रेन आइपुग्यो। हामी यसैमा जाँदैछौँ। होल्यान्डमा चाहिँ धेरै खेतीपातीहरू गरिँदो रहेछ। सोयाबिन पनि जताततै नभ्याउने गरेका फाटोहरू छन्, वन जङ्गलहरू त्यतिकै छन्। आँखाले भ्याइ नसक्ने गरिका फाटोहरू, विशाल फाटोहरूमा चाहिँ खेतीपाती गरिन्छ। यहाँ मकै छ, यस्तो गरेर फुलकोपी, लसुन, आलु, त्यस्तै गरेर मसुरी दाल, यो सिधै देखिने चाहिँ यो पहिलो देख्ने चाहिँ यो गहुँ, जौ, सबै प्रकारका अन्नबालीहरू चाहिँ यहाँ सब्जीहरू